नमस्कार साथी सबैलाई। आजको भिडियोमा हामी एकदमै महत्त्वपूर्ण विषय सुगर अर्थात् मधुमेह डायबिटिज बारेमा पूरी स्पष्ट र व्यावहारिक जानकारी ल्याएका छौं। आजको यो मिनेटको यात्रामा तपाईले बुझ्नुहुनेछ सुगर के हो, किन हुन्छ, कसलाई हुन्छ, पहिचान कसरी गर्ने, दैनिकीमा के परिवर्तन गर्नुपर्छ, घरेलु उपायहरू के हुन्, सुगर नियन्त्रण कसरी गर्ने र अन्त्यमा सुगर के साच्चीकै ठीक हुन्छ कि हुँदैन। भिडियो अन्त्यसम्म हेर्नुहोस्, कसैको जीवन बदलिनेछ। भाग 1 सुगर वास्तवमा के हो। सुगर भन्नाले रगतमा चिनी ग्लुकोजको मात्रा असामान्य रूपमा बढ्नु हो। यो कसैले मिठाई धेरै खाए भनेर मात्र हुने होइन। मूल कारण भनेको इन्सुलिन नामक हर्मोन हो। इन्सुलिनले के गर्छ? खाना खाँदा शरीरले चिनी बनाउँछ। त्यो चिनीलाई शरीरका कोशिकामा ऊर्जा बन्न पठाउनु पर्ने हुन्छ। त्यो काम इन्सुलिनले गर्छ। जब शरीरले पर्याप्त इन्सुलिन बनाउँदैन वा बनेको इन्सुलिन काम गर्दैन, तब रगतमा चिनी जम्न थाल्छ। त्यसलाई नै हामी सुगर बढ्यो भन्छौं। भाग 2 सुगरका प्रकारहरू। 1 टाइप 1 डायबिटिज। शरीरले इन्सुलिनै बन्द जस्तै बनाउँछ, प्राय बच्चा वा युवा उमेरमा। जीवनभर इन्सुलिन आवश्यक। 2 टाइप 2 डायबिटिज। सबैभन्दा सामान्य। इन्सुलिन छ तर शरीरले नमान्ने स्थिति। बौन, खानपान, तनाव, जीवनशैली सबै मुख्य कारण। 3 जेस्टेशनल डायबिटिज। गर्भावस्थामा देखा पर्ने। बच्चा जन्मेपछि धेरै जसो कम हुन्छ। 4 प्री डायबिटिज। सुगर बढ्ने सुरुवाती चरण। ठीक समयमा रोकिएको खण्डमा 100% निको हुन्छ। भाग 3 सुगर कसलाई हुन्छ। सुगर कुनै एक कारणले मात्र हुने होइन। यी सबै कारणहरू जोखिम बढाउँछन्। परिवारमा कसैलाई मधुमेह छ भने, पेटको बोसो धेरै छ भने, कम एक्सरसाइज गर्ने, तनाव धेरै, 40 वर्षभन्दा माथिको उमेर, धूम्रपान, मदिरा, फास्ट फूड, चिल्लो तेल, गर्भावस्थामा सुगर भएको इतिहास, हाई बीपी वा कोलेस्टेरोल भएको। आजै आफैलाई प्रश्न सोध्नुहोस्, मेरो बानी यी मध्ये कति बानी सुगर बढाउने छन्। भाग 4 सुगरका लक्षणहरू। सुगर छैन भन्ने कुरा ब्यालेन्स शरीर आफै संकेत दिन थाल्छ। बारम्बार पिसाब लाग्ने, धेरै पानी खान मन लाग्ने, तौल झरिरहने, शरीरमा कमजोरी, घाउ ढिलो निको हुने, आँखामा धमिलो देखिने, हात खुट्टा झन्झनाउने, छाला सुक्खा हुने, चिलाउने। यी मध्ये धेरै सिम्पटम्स देखियो भने सुगर टेस्ट गर्नु अनिवार्य। भाग 5 सुगर बढेपछि आउने खतरा। यदि सुगर लामो समयसम्म नियन्त्रणमा नहुँदा यस्तो गम्भीर क्षति हुन सक्छ। मृगौला बिग्रने, किडनी फेलियर, आँखा कमजोर वा अन्धोपन, रेटिनोप्याथी, हार्ट अट्याक, स्ट्रोक, खुट्टा काट्नुपर्ने अवस्था, फुट अल्सर, नसा बिग्रने, न्युरोप्याथी, यादशक्ति कमजोर, कोलेस्टेरोल र बीपी अत्यधिक बढ्ने। यति समस्या देखेर पनि सुगर साधारण रोग होइन भन्ने थाहा हुन्छ। भाग 6 सुगर किन हुन्छ। सुगर हुनुका 3 मुख्य कारण। 1 इन्सुलिन कमी, 2 इन्सुलिन प्रतिरोध, 3 अत्यधिक चिल्लो, चिनी, क्यालोरी र सबैभन्दा ठूलो कारण पेटको बोसो। पेट बढ्दै जाँदा इन्सुलिन काम गर्न छाड्छ। त्यसैले सुगर रोक्ने पहिलो औषधि पेट घटाउनु। भाग 7 सुगर टेस्ट कसरी गर्ने। 4 मुख्य टेस्ट छन्। 1 एफबीएस फास्टिङ ब्लड सुगर, 2 पीपी खाना खाएपछि, 3 र्यान्डम सुगर टेस्ट, 4 HbA1c 3 महिनाको औसत सुगर। नर्मल रेन्ज छ। 1 एफबीएस 70 देखि 99, 2 पीपी 140 भन्दा कम, 3 HbA1c 5.6% भन्दा कम। एकचोटि मात्र टेस्ट गरी निष्कर्षमा नपुग्नुहोस्। 3 महिना जाँच अनिवार्य। भाग 8 सुगर नियन्त्रण कसरी गर्ने। सुगर नियन्त्रणका 3 मुख्य उपाय। 1 एक्सरसाइज, दिनको 45 मिनेट हिँड्ने, बिहान 15 मिनेट योग, खाना खाएपछि 10 मिनेट हिँड्ने, लामो समय बसिरहनु पूर्ण रूपमा बन्द। खानबान डाइट कन्ट्रोल,
चिनी 100% बन्द, कोक, पेप्सी, जुस पूर्ण बन्द, सेतो भात, चिउरा, रोटी कम, ब्राउन राइस, दलिया, ओट्स, हरियो सागसब्जी, सलाद, थोरै थोरै खाजा, दिनमा 5 पटक, हेल्दी फ्याट, बादाम, चिया सीड। स्ट्रेस र स्लिप। स्ट्रेस इक्वल्स टु सुगर किलर। राति 10 बजे अघि सुत्ने, मेडिटेसन 10 मिनेट, गहिरो सास प्रश्वास। भाग 9, घरेलु उपायहरू। यस्ता घरेलु उपायहरू लक्षण घटाउन र सुगर कन्ट्रोल गर्न अत्यन्त प्रभावकारी छन्। 1. मेथी दाना पानी, राति 1 चम्मच भिजाउनु, बिहान खाली पेट खानु, इन्सुलिन सेन्सिटिभिटी बढ्छ। 2. दालचिनी पानी, आधा चम्चा दालचिनी उमारेर बिहान पिउनु, ब्लड सुगर कममा मद्दत। 3. करेला रस, 30 देखि 50 मिली, प्यानक्रियाजलाई सक्रिय बनाउने। 4. अलसी, 1 चम्मच पाउडर, फाइबरले सुगर स्लो रिलिज गर्छ। 5. तुलसी प्लस धनिया प्लस बेलपत्र पानी, आयुर्वेदको टेस्टेड रेमेडी, सुगर कन्ट्रोलमा प्रभावकारी। 6. जीरा धनिया अजवाइन पानी, मेटाबोलिजम बढाएर पेटको बोसो घटाउँछ। 7. जामुनको पाउडर, भारत नेपाल दुवैमा प्रयोग, सुगर कन्ट्रोलमा उत्कृष्ट। भाग 10, सुगर भएका मानिसले के नगर्नु। 1. मिठाई, केक, आइसक्रिम। 2. कोक, पेप्सी, रेडबुल। 3. मसिनो चामल, चिउरा। 4. धेरै तारेको, भुटेको। 5. राति 9 बजेपछि खाना। 6. धेरै स्ट्रेस। 7. लामो समय मोबाइल वा ल्यापटप अगाडि। भाग 11, सुगर कति खतरनाक। सुगरले लक्षण नदेखाई शरीर भित्रभित्रै बिगाड्दै लैजान्छ। यदि फास्टिङ 130 प्लस, पिपी 250 प्लस, HbA1c 8 प्लस छ भने गम्भीर अवस्थामा हुनुहुन्छ। तुरुन्त डाक्टर कहाँ जानुपर्छ। भाग 12, सुगर निको हुन्छ। टाइप 1 निको हुँदैन तर नियन्त्रण गरिन्छ। टाइप 2 लाइफस्टाइल चेन्जले 60 देखि 80% सम्म उल्टाउन सकिन्छ। प्री डायबिटिज पूर्ण रूपमा ठीक हुन्छ। मुख्य कुरा, सुगरको औषधि भन्दा एक्सरसाइज प्लस डायट प्लस स्ट्रेस कन्ट्रोल नै रियल मेडिसिन हो। एन्डिङ, मोटिभेसन। याद राख्नुहोस्, सुगर कुरै जीवनको अन्त्य होइन, यो बस जीवनशैली परिवर्तनको संकेत हो। यदि आजै 15 मिनेट हिँड्न सुरु गरिन्छ, चिनी बन्द गरिन्छ र मानसिक तनाव घटाइन्छ भने शरीरले सुगरलाई आफ्नै तरिकाले नियन्त्रण गर्न थाल्छ। स्वास्थ्य नै धन हो। आजै निर्णय लिनुहोस्, म आफ्नो सुगर नियन्त्रण गर्छु। धन्यवाद। यसरी नै उपयोगी भिडियोहरू हेर्दै जानुहोस्। यस सम्पूर्ण भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभयो धन्यवाद। यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिचिदिनुहोला ताकि हाम्रो भिडियो सबभन्दा पहिले तपाईसम्म पुगुन्। फेरि पनि अर्को भिडियोमा भेट्ने वाचा गर्दै आजलाई बिदा हुन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। गॉड ब्लेस यू। बाइ बाइ।